म चाहिँ फुलबारी आएको गर्लफ्रेन्डलाई गिफ्ट किनिदिनु लाग्ने मान्छेहरूले ठुलै चाहियो होला नि धेरै हिँड्नु पर्ने हो ओरिजिनल डुप्लिकेट हो यो हामी चाहिँ हिँड्दैछ गाह्रो हुँदो रहेछ चौडा पोते चल्ला स्माइल Oh my god कस्तो छ है त तपाईँहरू अगाडि देखाउँछ चाहिँ ओहो रमाइलो रहेछ बुटुल चाहिँ तल सर माथि गएपछि देखाउँछस् केसी बुटुल फुलबारी माथि सेकेन्ड चौपारीतिर आइपुग्यो यहाँ चाहिँ जिल्ला सैनिक बोर्डे फुलबारी यस्तो छ है खाजा खाने ठाउँहरू प्रशस्त रहेछ हामी अहिले बुटोल होइन बुटोल फुलबारी यस्तो रहेछ little hello कहाँको सानो बेबी बुटोल फुलबारी स्माइल बुटोल फुलबारी कता हिँडेको स्माइल गरेपछि मेरो छोरीले टिकट काउन्टर यहाँ गार्डन छ फुलबारी फुल छ टिकट काउन्टर ठिक्क यस्तो हामी चाहिँ यहाँबाट भित्र चाहिँ मामा टिकट लिनलाई रेडी भएर पोस्टमा बस्नु भएको छ हाम्रो ब्रदर्सहरू अब सेक्युरिटी ब्रदर्सहरू वाउ आज धेरै घाम त लागेको छैन तर ठिकै लागिरहेछ मेरो बुढा र छोरो चाहिँ टिकट काट्न गइरहेछ नि ऊ आउँदैछ अन्त ए टिकट काटेर के भयो घाँटीमा बाबुको रातो भएछ त हामी भित्र गइयो फ्लावरहरू ए ल चिसो मौसम हिजो ठिक थियो है यस्तो राम्रो रहेछ हौ ए म त जङ्गलै होला भनेको त राम्रो रहेछ त फुलबारी फुलको फुलबारी फुलको बगैँचामा मेरी माया आफूले बनाएको गीत सानो बाबु यता सानी उसलाई चाहिँ त्यो हेर्न मन लाग्यो त कता आएको राम्रो रहेछ हाई बेटा हाई कता हिँडेको चल फुलबारी लेखेको ए नाइस भ्यू ल फाइनल्ली कति वर्ष भयो बिहे गरेको म चाहिँ बुटुल घरै भएर पनि फुलबारी आएको थिइनँ नै सो म चाहिँ यहाँ बाबु पाएर आउन लेखेको रहेछ आइपुगेँ हेर्दै छु फोटो खिचेको छैन त्यसो भिडियो मात्रै गरिरहेको छु अब यहाँ पानी अन नगरेको रहेछ यता हिँड्न नसकिने के भन्छ कृपया जुत्ता चप्पल कृपा फुल बिरुवाहरू नटिप्नु होला धन्यवाद
कस्तो राम्रो राम्रो फुलको बेर्नाहरू नै रहेछ त भित्र ओए नाइस गर्मी भएको महसुस भइरहेछ छाता ल्याउनु पर्ने यहाँ बस्नु न एउटा फोटो खिच्छु यहाँको त पानी अन भइदिइरहेको कि आइएम सो लकी है कि थाहा थिएन नि त यो छ भन्ने थाहा थिएन कति राम्रो रहेछ कि ठाउँ आहा अनि वा बुटोल फुलबारी भनेको त साँच्चीको फुलबारी नै रहेछ कि म त यति चकित परेँ कि यहाँ देखेर है तपाईँहरूलाई देखाउँछु मैले यतापट्टिबाट यस्तो गयो भने चाहिँ यहाँ के भन्छ अरे यसलाई के अरे यो भन्ने कस्तुरी कति धेरै रहेछ होइन म नजिकबाट पनि देखाउँछु सो अहिले चाहिँ म यहाँको पछाडि यो भ्यू चाहिँ मलाई यस्तो राम्रो लागेको कि वाउ सुपर नाइस के अनि त्यसै फुलबारी नाम त राखेको हुँदैन नि त होइन र हो उहाँ चाहिँ तपाईँहरूलाई ठाउँ देखाइरहेको छु मैले भ्युज चाहिँ मेरो माई हस्बेन्ड एन्ड माई सन चाहिँ यतातिर है यता होइसिन्छ हेलो बाबु स्माइल बाबु वाउ ठुलो कति क्युट हो सो क्युट वाउ यस्तो दामी है आहा यस्तो के खाए रे नाइस के हेरेको छ त खरगोश पाल्ने हो पाल्ने गरेर कति धेरै रहेछ यहाँ चाहिँ केही पनि छैन ओए हो के हो त्यो मङ्की ओ त्यो कुनामा ओ त्यो कुनाको होइन म त यहाँ त क्यामेरामा त देख्दिनँ त भाइ मङ्की छ होला नि किन हुन्थेन भने के थियो यहाँ बरु लुके होला नि गर्मीले कतातिर केही छैन क्या हो यहाँ त यो के हो उल्फ हो स्याल भन्ने यही हो वहाँ गएर कराउने दुईवटा रहेछ गर्मीले होला नि बिचरा कस्तो यस्तरी बसेको ब्याट खोइ त ओ वहाँ रहेछ जापानिज ब्याट अजिङ्गर त्यो चाहिँ त निस्के छैन यार यसो त्यो लक्ष्य माथिपट्टि मलाई केही देखेको छैन चितुवा टाढा बसेर हेर्नु मैले भिडियो गराइदिन्छु है यहीँबाट हेर्नुहोस् है हाय हाय के मागे कि हो मेरो हातै खाइदियो उली फेरि भाइ उता हेर्नु न सबै निकाले भाइ यसले त के खाएको अहिले
फुलबारी घुम्न आएको रे फुलबारी गीत गाइकन रे छोरोले हामी फुलबारीमा घुम्न आएको ओहो गर्मी त गर्मी छ मेरो छोरो गर्मीमा भए पनि गीत गाइदिन्छन् फेरि झाउरे लाउरे म ल्याएको पैसा नल्याएको भन्ने गीत गाइछन् कि फेरि है अब मान्न छोडेन हामी चाहिँ फर्किन्छौँ गो अब दिदी भएको मेरो ए तेरिका रोयो है रोको अवस्थामा नि खिच्नु पऱ्यो नि अब चाहिँ जाने हो भयो नि राम्रो बुटल फुलबारी ल अब चाहिँ इन गर्ने आई लाइक ब्युटिफुल गार्डन हामी चाहिँ पिङ भएतिर गइएन सो हामी त्यहाँ फर्क्यौँ गार्डन चाहिँ राम्रो लाग्यो एनिमल्सहरू चाहिँ एनिमल्सहरूमा ठिक छ राम्रो छ फुलको यहाँ चाहिँ बिरुवाहरू रहेछ ल सरी टिकटक बनाउँदै हुँदाखेरि चाहिँ म डिस्टर्ब गरेँ सो राम्रो क्युट है फुलेको यो त गायो कि भन्ने चाहिँ राम्रो यतातिर त झरना बाबु मान्नु बुटल फुलबारी यहाँ निस्किए गर्मी भयो गर्मी बाबु मान्नु आउच ब्रह्म लाग्यो नि बुटल बजार हाम्रो चाहिँ धेरै घुमेन किनकि हाम्रो घर त यहीँ नजिकै छ क्या फुलबारीबाट कति मिनट हिँडेर पुगिन्छ अरे छुट्टा 10 मिनट जस्ट 10 मिनट 10 मिनट म त गहिरोमा टाइपको रहेछ माई हस्बेन्ड पनि फर्स्ट टाइम रे के फुलबारीमा नजिकको तीर्थ हेला भने यस्तैलाई हो रहेछ भन्ने थाहा भयो गाइज मैले चाहिँ धेरै समयपछि बल्ल अपडेट गर्दै छु चोकमा किनकि म अलिकति असक्त थिएँ त्यसैले खानेकुराको त मिठो मिठो सबै के खाम न भाइ सो बिग सिटी बुटोल गजमजा गर्मी छ धेरै गर्मी छ जिन्दगीको मिठो कल्पना गर्दै तिमीसँग चाँडै भेट हुने आशामा छु म सधैँ दायाँ तर्फ नाइस डायलग